यहाँ सुतिरहेछ लुगा चेन्ज गरिरहेछ सुट गर्ने खै त अब ब्लग चाहिँ यहाँ दाल खाएर सुरु हुँदैछ फर्स्टमा यहाँ के अरे बुढा छ उहाँ छ नैनाराज यो ब्लगर चाहिँ मेन यहाँ खाँदैछ एकछिन देखाइदिनु त दाल खाऊ ज्यान बनाऊ कस्तो लागिरहेछ त दाल खाएर सुरु गर्दा ब्लग आन्टीलाई देखाउनु पर्छ यो आन्टी हेर्नु आमा बाबु त कति स्ट्रङ भन्छ हो त्यसै गर्छ क्या मम्मीले बाबु त कति स्ट्रङ अरे क्या मम्मीले विशालले भिडियो कल गरेको थियो अनि उहाँ पुरा फेरि ऊ पनि नैनाराज पनि फेरि के अरे पुरा मम्मीको अगाडि पुरा पुसा भान्दिने अब पुरा बढी फुर्केर क्या आज फुर्केर क्या मजै नजाने म चाहिँ घरमा केही बसिरहेको छु अल्छी लागिरहेछ अनुहार पनि कति धेरै दागा छ ल केटाहरू इन्जोय गर अब एकछिनमा फेरि खिच ब्लग ल हामी चाहिँ अब म त यार के हो लाउने भर्ती भएको देखे त यो ब्यागको नाम बोक्दा त दाइ सिट खाली थियो सिट खाली थियो बाई बाई सिट कति सिट खाली भन्ने विचार जाँदैनौ हो सिट खाली थियो अब यो हिँडी सिट्ने बेलामा त्यस्तो नगर सिस्टी जाँदैन म खाइदिनु सिधैन ल हामी त लाग्यो बाई बाई ल इन्जोय गर है केटाहरू ल रमाइलो गरे बाई बाई छिटो लाग्न आउनु है अहिले अहिले चाहिँ हामी गाडीमा चढिसकेछौँ हामी गाडीमा चढिसक्यौँ अब हामी लाग्न लागेका छौँ हामी हाम्रो के अरे मन्जिल हाम्रो आजको मन्जिल कहाँ छ भन्दा मकसद यात्रा हाम्रो मन्जिल रहेको छ त्यहाँ यो डाँडाको बसेर चाहिँ त्यसरी दिन्छ यसमा चाहिँ मलाई एकदमै हिरो देख्छ किनकि यो चाहिँ लौरेको सर्ट हो यो सर्ट चलेर चाहिँ लौरे स्योर हो यतिको चाहिँ हुनु पर्यो यो पुरानो BMW हेर्नु न यस्तो स्पोइलर राखेको सबै उयो अर्को माझ्दा म त कतातिर आइपुगेको छु प्राइभेट जानुपर्ने पाँच लास्टै महँगो हो तर लास्टै यत्तिको त होइन यत्तिको त चढ्नु पर्ने यहाँ एउटा गाडी छैन छैन उयो त अगाडिपट्टि छ
यता चाहिँ त्यो लगेछ लाग्यो यहाँ थियो पुरानो BMW भइहाल्यो यो अर्को Mazda बुढा आएको छैन क्या हामी गाडी हेर्न आएको BMW साइज एउटै मोडल है यस्तै छ टक्क भ्यू चाहिँ घाम लागेको छ टक्क पारामा एकदमै चकिलो त्यो देखाउने क्या त्यो केटी चाहिँ जापानिज हो जस्तै यो युरोपमा मात्रै भनौँ न जस्तै फ्रान्सको हाइवेमा चाहिँ तिमीले हाइवेको ट्याक्स तिर्नुपर्छ टोइलेट तर टोइलेट हुन्छ नि हाइवेमा रोक्ने टोइलेटहरू हुन्छ नि तिनीहरू चाहिँ फ्री हुन्छ कि तर बेल्जियम जर्मन नेदरल्यान्ड स्विस यिनीहरू चाहिँ के अरे यो हाइवे ट्याक्स फ्री हुन्छ तर टोइलेटको पैसा तिर्नुपर्छ कि त हाम्रो खानेकुरा चाहिँ यो खानै Ocean. You're living on Nepali life? त्यही हो न त्यो टम्म खाजासाजा खायो अब निस्किनु भएको टक्क पारामा जाई भेना हिँड्छन् सामान राखिरहेछन् अब खाना खाएर निस्किने खाना खाइसक्यो अब निस्किने ल अहिले भेट मारेको छ त बाप रे बाप पुल चढ्न गइरहेको छौँ यो चाहिँ युरोपको थर्ड सबैभन्दा लामो पुल हो तपाईँहरू अब देख्न सक्दै हुनुहुन्छ अब हामी आइपुग्नु लाग्यो यहाँबाट अलिकति भ्यू देखाइदिउँ उहाँको पुलको जगदम्बा सिमेन्टले बनेको पुल यही हो जगदम्बाको एडभर्टाइजमा देखाएको छ पुल यही हो न टुट्छ यो न फुट्छ यो चट्टान सरी उभिरहन्छ सराजिक विश्वासिलो जगदम्बा सिमेन्ट खोडाक छ त पुल ए यहाँ दाइ पहिला आउनु भएको छ दाइ तपाईँ हामीसँग आयो अनि भाइहरू अनि सालो र भाइ आएको हेर्नु दाइ अच्छा ल कहाँ त हाम्रो आमा जहाज भाइ त्यो बिच जहाज होइन उता हेर त हो ब्ल्याक सी यस्तो भनेको क्या रसियासँग तिर त्यो सबै त्यो क्याम्पर ट्रकहरू क्या त्यही त्यो पुल हेर त त्यो लन्डन ब्रिज जस्तो यस्तो खोलेको ठाडो हेर देख्यो दामी गीत मात्रै लैजाऊ मलाई हो क्या ए दुरी यो त सुने त तैँले टिकटकमा हेरेर क्या सुने धेरै दाइ
मात्र पाउनु हुनेछ नि त्यही भने क्रुज दायो ल हामी बल्ल पुगिएका अवस्था सही हो पार्किङ नपाएर खोजा हामी चाहिँ भर्खरै पुग्यो एकदमै गाह्रो पार्किङको चाहिँ लास्टै समस्या हुन्छ हजुरहरूलाई लास्टै अरू त के को दुःख छैन दसैँ खेल्दैछ यता भ्यू भने जस्तै हो शीतल भएछ पाउँछ छेउमा हावा चल्छ होला है खुसी लागिरहेछ कस्तो फिल भइरहेछ त तपाईँलाई मलाई एकदमै राम्रो रमाइलो जिउँदो छु जस्तो फिल भइरहेछ यस बाँच्नु मात्रै पर्छ दुनियाँमा के देख्न पाउँछ अब विदेश रहेका विदेश बसेकाहरूलाई त के नै गरे यसले के नै गरेर हामी जहिले गइरहेको यस्तो भइरह होला तर होइन जसले देखाएको छैन उनीहरूको लागि ठुलो कुरा हो यो कदर गर्न सिक केटाकेटी हो आइपुग्यो चक्क भ्यू हेर्न सक्नुहुन्छ आइपुग्न लाग्यौँ हामी फाइनली एक दुई स्न्याप खिच्नु पर्ने हुन्छ So here we go again. Saya. यसो बिचमा स्विमिङ खेलेर सकियो अब फोटो खिच्दैछौँ अक्का पारामा अब घरतिर लाग्यो हामी घरतिर सही हो ल फ्रान्सको 4-5 महिनापछि बिच पनि आयो अनि धेरै धेरै धन्यवाद छ हाम्रो प्यारो भेनालाई उहाँ पुग्नु भइसकेका छन् हामी चाहिँ यहाँ पछि धेरै अल्लाहले फोटो खिच्दै हिँडेपछि यस्तै हो गाह्रो छ जिन्दगानी ठिक छ ल अब कहिले आइन्छ थाहा छैन अब चाहिँ आवश्यक आइन्छ सही पारामा दौडी बाघ चिसो कट्टु झरे दाइ यता झरे सुकुल झरे आए सामान पनि लियो अब खाजा
यताउति ठक्क पारमा ब्यागहरू पनि देखियो निस्किने एउटा तेरे सँगै यार पानी खाएर कस्तो कस्तो भइरहेछ हो भएन पढ्नु न खाइदिनु बनाइरहेछ यो चर्च चाहिँ हामी यहाँ गइन्छ यो चर्चमा How they gonna know? Nobody gonna know. They gonna know. बिच पनि गयो बिच फरक क्या मान्छे धर्मका रेड लाइट क्यान गएर त भित्रसँग दिँदैन होला दाइ चर्चभित्र गएर यो दामी रहेछ सही रहेछ चर्च पनि पढाइ छ चर्च त्यतिकै त बनाएको जोरदार भ्यू पनि सही देख्ने त्यो माथि माथि जाने भर्याङ पनि रहेछ भित्र कस्तो खालको बनाएको क्या खोपिल्टै खप्प परेको चलो चलो फाइल जल्दी चलो छक्कै रात गएको Now we are in the Hanging Garden. Where? कहाँ जाँदा यहाँबाट सेन्टर भाइले हामी जाने यहाँ मजा खानु गइसक्यो झ्याउ लाग्यो त पुगेर नि पुगेर झ्याउ लाग्यो खानेकुरा के पुगेर हिँड्दा है पिछको टाउको जस्तो देख्दैन ल यो सुकुलकुण्डा यसै गरी आजको भ्लग पनि सकिएका अवस्था बल्ल फर्कियो हामी गाडीमा मस्त सुतियो आनन्द रेस गरियो त्यही भएर भ्लग बनाएन मैले गाडीमा अब त्यही हो अब भ्लग यहीँ सकाइदिनु अब के भन्नु अब यस्तै सरी